नमस्कार, म जोराजी हाल बेङ्गलोरबाट तपाईँहरूमा आज नयाँ केही ल्याएर उपस्थित भएको छु। आउनुहोस् तपाईँलाई म केही देखाउँछु। पहिला भित्र तपाईँलाई मसँग नै स्वागत छ। नमस्ते नमस्कार, साङ्गीतिक अभिवादन मेरो सम्झनानी म जोराजीको तर्फबाट हाल भारतको बेङ्गलोरबाट। सरी, कुनै कुराहरू तपाईँहरू माझ नयाँ छन् जो राख्न सकेका छैनौँ, कुनै कुराहरू पुराना पनि छन् जो तपाईँ हामीले पुरा गर्न बिर्सेका छैनौँ। त्यसै गरी आज हाम्रो नेपालदेखि बिग प्रवेश स्टुडियो भारत बेङ्गलोरमा ओपन भइरहेको छ र आज नै भर्खरै ओपन भइसकेको छ। र बिग प्रवेशको सिस्टम चाहिँ यो हो, उहाँ चाहिँ हार्मोनियमदेखि लिएर साउन्ड सिस्टमदेखि लिएर सिस्टमदेखि लिएर अनि सिङ्गिङ सिस्टमदेखि लिएर हरेक कुराको चाहिँ यहाँ चाहिँ हामीसँग के भन्नु त्यसलाई चाहिँ व्यवस्थाहरू सब छ। अब तपाईँहरूलाई म एउटा यस्तो मान्छेलाई देखाउँछु जो नेपालबाट प्रवासमा आउनुभएको छ, तपाईँको हाम्रो कलालाई चिनाउनको लागि आइसक्नु भएको छ भारत बेङ्गलोरमा। सर नमस्कार। नमस्कार, भुवन प्रसाद बडौजी सही स्वागत छ उहाँलाई बिग प्रवेश स्टुडियोका प्रस्तुता। सर के कस्तो छ तपाईँको अनुभव, कस्तो छ तपाईँको यो रोजाइ कस्तो लाग्दो छ, तपाईँले कुन तरिकाले रोज्नुभयो र भारत बेङ्गलोरलाई कुन तरिकाले तपाईँले चिर परिचित गराउनको लागि तपाईँ यहाँसम्म पुग्नुभएको छ? सर यो दुईवटा जानकारीहरू केही मेरा दर्शकहरूलाई, मलाई माया गर्न सम्पूर्ण दर्शकहरूलाई चाहिँ जानकारी गराइदिनु बिनाउन आउँदो रहेछ। धन्यवाद, धेरै धेरै धन्यवाद छ हाम्रो जोराजी, एकदमै पुरानो मित्र। वास्तवमा साङ्गीतिक क्षेत्रमा 3 दशक पार गरिसकेँ मैले। मेरो चाहिँ बाल्य अवस्थादेखि नै मलाई चाहिँ एकदमै सङ्गीत एकदमै मनपर्ने र मैले 2052मा मैले चाहिँ पहिलो आफ्नो एकल एल्बम निकालेँ प्रेस नामक। त्यहाँबाट मेरो साङ्गीतिक यात्रा चाहिँ अगाडि बढ्दै गयो र हुँदाहुँदै अहिले अब पछिल्लो समय बिग प्रवेश रेकर्डिङ स्टुडियो स्थापना गरेर काठमाडौँमा बसेको छु र त्योभन्दा पछाडि मैले चाहिँ भारतको मुम्बईमा पनि मेरो चाहिँ स्टुडियोको ब्रान्च खोलेको थिएँ र अहिले चाहिँ बेङ्गलोरमा बिग प्रवेश रेकर्डिङ स्टुडियो स्थापना गरेँ र यहाँ रहनुभएका प्रवासमा रहनुभएका समस्त प्रवासी कलाकारहरू, कलाप्रेमीहरू, कला सम्बन्धी आबद्ध सङ्घ संस्थाहरू सम्पूर्णलाई म अन्तर हृदयदेखि धन्यवाद दिँदै म बेङ्गलोरमा नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले, नेपाली भाषालाई उजागर गर्ने उद्देश्यले र नेपालबाट प्रवासमा रहनुभएका आदरणीय कलाकारहरूलाई आफूले जानेको, आफूले बुझेको सिपलाई मैले बाँड्नका लागि भारतको बेङ्गलोरमा आएको छु। भारतमा बस्नुभएका आदरणीय कलाकारहरूलाई आफूले जानेका कुराहरू प्रत्यक्ष रूपमा चाहिँ मैले चाहिँ सिकाउने अवसर पाउनु नै मेरो लागि चाहिँ ठुलो एउटा गौरवको विषय। गरी बिग प्रवेश स्टुडियोले कुन कुन तरिकाका व्यवस्थाहरू भारत बेङ्गलोरमा उपलब्ध गराइसकेको छ? के चाहिँ सिक्न पाउन सकिन्छ? यो स्टुडियोको साथसाथै तपाईँको मैले चाहिँ अब म्युजिक क्लास अघि नै भने मैले जस्तै हार्मोनियम, भोकल, ढोलक, तबला, मादल, बाँसुरी, सारङ्गी, गिटार सम्पूर्ण विधालाई चाहिँ मैले सिकाउने छु। यो जानकारी मैले सबैलाई गराउन चाहन्छु। धन्यवाद सर, धन्यवाद। त साङ्गीतिक अभिवादन फेरि पनि तपाईँहरूलाई आगामी दिनहरूमा तपाईँहरूलाई कुनै पनि बिग प्रवेशबाट तपाईँहरूलाई जानकारी चाहनुहुन्छ भने यहाँ नम्बर उपलब्ध गराएको छ, स्थान उपलब्ध गराएको छ, समयमा आउन सक्नुहुन्छ, उहाँलाई भेट्न सक्नुहुन्छ, सम्पर्क गर्न सक्नुहुन्छ कलद्वारा, मेसेजद्वारा। उहाँको आइडी पनि एकदमै होइन चिर परिचित छ। उहाँ चाहिँ नेपालमा, हाम्रै देशमा होइन एकदमै चर्चित गायक तथा उहाँले गाएका गीतहरू पनि धेरै छन्, त्यो म वर्णन गर्न सक्दैन। सो तपाईँहरूलाई चाहिँ आफूलाई बनाउन चाहनुहुन्छ भने, भारत बेङ्गलोरमा बसेर केही नयाँ अझै सिक्न चाहनुहुन्छ भने, आफ्नो घमण्डको जुत्ता बाहिर राखेर होइन म एउटा कलाकार बन्नु छ भनेर भित्रिनुभयो भने बिग प्रवेशले तपाईँहरूलाई एउटा मौका दिनेछ। त्यो अनुसारको तपाईँहरूलाई जानकारी कुनै अझ चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ बिग प्रवेश स्टुडियो भारत बेङ्गलोर, भुवन प्रकाश बडौ। अहिलेको लागि म छुट्टिएँ। तपाईँको प्यारो मित्र जोराजीको साथमा रहिरहनु होला। आगामी दिन शनिबारको रात जोराजीको साथमा भेटौँला। धन्यवाद।